So hello everyone, my name is Suraj Sonar and welcome back channel. And this is not a travel vlog. And आज म तपाईहरुसँग थोरै कुरा गर्न मात्र चाहन्छु। अहिले म भर्खरै सानो एउटा मैले अर्को च्यानलमा मेरो अर्को च्यानल पनि छ, सुरज सुनार अफिसियल त्यो च्यानल छ। त्यसमा मैले सानो सानो सेल्फ टक भिडियोजहरु अपलोड गरिरहेको हुन्छु। मैले अहिलेसम्म लगभग 5-7 वटा सेल्फ टक भिडियोजहरु अपलोड गरेको छु होला। सो तपाईहरुले हेर्नु भएको छैन भने प्लिज म त्यो च्यानलको लिंक म डिस्क्रिप्सनमा दिन्छु। प्लिज सबैले हेर्नु होला। त्यस्तो वाउ छैन, बस जस्ट म बिस्तारै बिस्तारै सिक्दैछु कसरी टक गर्ने, कसरी सेल्फ टक गर्ने हुन्छ नि त। हाम्रो 20s को बारेमा म कुरा गरिरहेको हुन्छु खासमा। अनि मैले यहाँ धेरै छ, म त्यस्तो एक्सपर्ट होइन। म त भिडियो हेर्दाखेरि मलाई चाहिँ ठिकठाक लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ त तपाईहरुको ओपिनियनको कुरा हो। प्लिज कस्तो लाग्छ कमेन्ट गर्न नहिचकिच्याउनु होला। मैले यहाँ सबै स्क्रिप्टहरू यहाँ लेखिराखेको हुन्छु। यो सबै मेरो नोटमा यति धेरै स्क्रिप्टहरू छ। मैले एउटै सर्ट हिँड्नको लागि 2-3 चोटि 3-4 चोटि त्यो बार रिपिट गरेर मैले यो स्क्रिप्ट हेरेर जानी नजानी हुन्छ नि त मैले रेकर्ड गरिरहेको हुन्छु। एन्ड ठिकठाक पनि छ, मलाई चाहिँ भने राम्रो लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ त तपाईहरुको कुरा हो। एन्ड एक्चुअली मैले यो भिडियो सुट गर्नुको मेन रिजन भनेको के हो भन्दाखेरि मलाई सेल्फ टक हुन्छ नि भिडियोजहरू भन्दा पनि मलाई एकदमै मेरो मनभित्रदेखि चाहना भनेको ट्राभल भ्लगिङ एक्सप्लोर हो क्या। तर मलाई आई डोन्ट नो, म सानो सानो कुराले मलाई रोकिरहेको हुन्छ। मसँग सबै कुराहरू छ, मोबाइल छ, ठिकठाक मोबाइल छ भिडियो रेकर्ड गर्नको लागि, अब ट्राभल गर्नको लागि सानोतिनो साधन छ। तर आई डोन्ट नो मलाई के कुराले रोकिरहेको छ। म एकदमै हुन्छ नि त अल्छी गरेको हो कि आफूलाई ठग्या हो कि म पुरै बुझ्न सकिरहेको छैन भने क्या। एन्ड मैले कहिले कसो कतै ट्राभल गर्दा सानो सानो भिडियोजहरू पनि रेकर्ड गरिरहेको हुन्छु। यो चाहिँ मैले आज भ्लगिङ भिडियो बनाएर अपलोड गर्छु भनेर रेकर्ड पनि गरिरहेको हुन्छु। बट आई डोन्ट नो, फेरि मैले कसैले केही भन्ने हुन् कि कसैले केही सोच्ने हुन् कि बिल्ला उडाउने हुन् कि मजाक उठाउने हुन् कि जो हुन्छ नि त लट्स अफ थट्स इन आवर हेड। एन्ड त्यो कुरा नर्मल पनि हो। सुरुमा हामी के हुन्छ भन्दा एउटै कुराहरू बार रिपिट गरिन्छ अनि राम्रोसँग बोलिँदैन, त्यो क्लियर बोलिँदैन नि त, जिउरो लटपटाइ बोलिरहेको हुन्छ। अनि त्यो सानो सानो कुराले चाहिँ हामीलाई अलिकति हुन्छ नि त माइन्डमा ट्रिगर गर्छ कि होइन यार यस्तो पनि के अपलोड गर्ने, मान्छेले हेऱ्यो भने के सोच्लान्, म खत्रै बोल्छु, म खत्रै ठाउँमा ट्राभल गरेको छु, यो ठाउँमा त 100 जना मान्छे आएर फर्किसके, मैले फेरि यही ठाउँको बारेमा भिडियो बनाएर अपलोड गरिरहेको हुन्छु, कहाँ मेरो भिडियो हेर्छन् होला र, हुन्छ नि त लट्स अफ थट्स इन आवर हेड। एन्ड यही कुराले हामीलाई ब्याक बनाइरहेको हुन्छ क्या। तर अबदेखि चाहिँ म नो म्याटर वाट अरूले के सोच्छन् के भन्लान्, आई डोन्ट केयर। रेगुलरली डेली बेसिसमा नभए पनि म सकेसम्म हप्तामा 2देखि 3टा भिडियोजहरू अपलोड गर्न कोसिस गर्नेछु। सेल्फ टक होस् अथवा यसरी नै म तपाईँहरूसँग अहिले जसरी कुरा गरिरहेको छु त्यसरी नै होस्, अथवा ट्राभल गरेर होस्, आई डोन्ट नो होइन के हुनेछ मेरो कन्टेन्ट। बट म हप्ताको 2देखि 3वटा भिडियो अपलोड गर्छु नो म्याटर वाट। सो यस, सो तपाईँहरू पनि केही नयाँ गर्न चाहँदै हुनुहुन्छ, तपाईँहरू पनि केही नयाँ काम सुरु गर्न चाहँदै हुनुहुन्छ अथवा सोसियल मिडियामा ग्रो गर्न चाहनु हुँदैछ भने प्लिज डु नट हेजिटेट टु स्टार्ट। बिकज लास्टमा गएर हामीले रिग्रेट गर्ने भनेको कुरा लास्टमा गएर पछि गएर रिग्रेट नहोस् कि काश मैले टाइममै सुरु गरेको भए। मलाई अहिले रिग्रेट हुन्छ किनकि मैले भ्लगिङ जर्नी मेरो 2021 कि 22देखि मैले सुरु गरेको। म कन्सिस्टेन्ट नहुनुको कारणले म अहिले जहाँ छु त्यहीँ छु, जहाँ थिएँ त्यहीँ छु। किनकि म अरूले के भन्छन् के सोच्छन् भनेर मेरो त्यो कुरालाई हाबी हुन दिएँ क्या। त्यसैले म जहाँ थिएँ अहिले पनि त्यहीँ छु। अब पनि म त्यही सोचेर म बसेँ भने आई नेभर एभर ग्रो। सो प्लिज तपाईँहरू पनि अरूको ओपिनियनले आफूलाई ब्याक नगर्नुहोस्, आफूलाई नरोक्नुहोस्। प्लिज स्टार्ट नो म्याटर वाट। जे हुनुहुन्छ जस्तो हुनुहुन्छ जस्ट स्टार्ट क्या। पर्फेक्ट हुनु पर्दैन, 100% पर्फेक्ट हुनु पर्दैन। म पनि अहिले तपाईँहरूसँग कति कुरा गरिसकेको छु। मैले नोटिस गर्नुहोस्, मैले 2-3टा कुराहरू बार रिपिट गरिरहेको छु क्या। म राम्रोसँग बोल्न पनि आइरहेको होइन, बट इट्स ओके। बाई टाइम यो कुराहरू बिस्तारै सुधार हुँदै जानेछ क्या। त्यसैले
just don't care about their opinion, just start guys, and this much for now guys. र म भिडियो अपलोड गर्नेछु, तपाईँहरूले पनि आफ्नो अनेस्ट रियाक्सन दिनु होला, अनेस्ट तपाईँहरूले पनि आफ्नो अनेस्ट फिडब्याक दिनु होला, म कस्तो बोलेको छु, के बोलेको छु, जस्ट सो या दिस मच फर नाउ.